हेलो साथीहरु, आज हामीले क्यूआर कोड कसरी वाइफाईको बन्द गर्ने, हवाई रोटरको क्यूआर कोड कसरी बन्द गर्ने त्यो तरिका हामीले लिएर आइसक्नुपर्छ। यता अहिले क्लिक गर्छौं भने क्यूआर कोड हेराउँदैछ। अहिले नै हामीले बन्द गर्ने तरिका हेराइदिन्छु। यता आइपी एड्रेस, आफ्नो वाइफाईको आइपी एड्रेस हेर्ने होला अनि क्रोम ब्राउजरमा जानु होला। क्रोम ब्राउजरमा अनि हामीले गइसक्नु भएको छु। चाहिँ आफ्नो आइपी एड्रेस हेरेको चाहिँ यता सर्च गरिदिनु होला। आइपी एड्रेस हामीले सर्च गरिदिँदैछु। चाहिँ आइसक्नु भएको छ। मेरो आइपी एड्रेस सो गर्नु भएको छ अनि हामीले युजर नेम र पासवर्ड नेम दिनेछ। आफ्नो तपाईहरुले आफ्नो क्याटेगोरीको पासवर्ड र युजर नेम र पासवर्ड दिनु होला। यो मेरो हवाई रोटर हो। यसैले हामीले क्यूआर कोड कसरी बन्द गर्ने, अरु साथीले स्क्यान नगर्न सक्ने तरिका अपनाउने। चाहिँ यता एडभान्स सेटिङमा जानु होला। तपाईहरुले यता हेर्नु होला पहिला कति डिभाइस चलिरहेको छ। अहिले त चाहिँ 4 वटा डिभाइस चलिरहेको छ मेरो वाइफाईको। अनि अब के गर्ने, हामीले एडभान्समा गएपछि ओलानमा गर्नु होला। यता ओलान दिएको छ। चाहिँ ओलान अप्सनमा गएर हामीले के गर्ने, यता दिनु भएको छ। चाहिँ यता हामीले हेर्नु होला WPA2 दिएको छ। यता चाहिँ शेयर इटमा एरो बटन हेरिरहेको छ, पास की अनि शेयर इटमा जानु होला। अनि यसमा हामीले शेयर इटमा क्लिक गर्यो भने हामीलाई 4 वटा अप्सन पाउनुहुन्छ। त्यसमा 64 बिट राखिदिनु होला माथिको। अनि यता 4 वटालाई क्यान्सल गरेर आफ्नो 5 वटा 64 बिटमा दियो भने हामीले 5 वटा पासवर्ड राख्नुहुन्छ। चाहिँ आफ्नो राख्नु होला। मैले राखिदिन्छु 5 वटा सेम कन्फर्म पासवर्ड। 4 बक्समा दिनु होला पासवर्ड। अनि हामीले सिम्पलै राखिरहेको छु अहिले तपाईहरुलाई सिकाउनको लागि। चाहिँ 1 देखि 5 सम्म हामीले दिनु भएको छ। तपाईले नम्बरमा दिन्छ भने नम्बरमै दिनु, नाम अल्फाबेटमा दिन्छ भने अल्फाबेटमा गएर एप्लाई गरिदिनु होला। एप्लाई गरेपछि हामीहरुको रोटरको चाहिँ इन्टरनेट अहिले भाग्यो। अब हामीले त्यहाँ पासवर्ड दिनेछौँ अनि हामीहरुको वाइफाई कनेक्ट हुनेछ। हामीलाई अहिले त 5 सेकेन्ड लाग्नेछ यो रोटरबाट नाम आउनको लागि। अहिले नाम मेरो आइसक्नु भएको छ। यता चाहिँ यसमा हामीले आफ्नो पासवर्ड दिनु होला। अहिले म गलत पासवर्ड दिइसक्नु भएको छ। त्यसैले अब फेरिदेखि सजिलो पासवर्ड अहिले फेरि तपाईहरु कनेक्ट गर्नु होला। गलत दियो भने गलत नै एन्सर दिनुहुन्छ। अनि हामीले कन्फर्म पासवर्ड दियो अहिले नै। अब कनेक्सन भइसक्नु भएको छ। यता हेर्नु होला। अब चाहिँ कतिपल्ट पनि क्लिक गर्यो भने यता क्यूआर कोड हेराउँदैन। चाहिँ मैले यस्तो गरेर सफला जकरा पर जाय छै रे, उ 1 मिनट में सुधर जाय छै रे। छरके नीरज सब संस्कारी छै रे, छरके नीरज सब संस्कारी छै रे। सप भारी हमर रंगदारी छै रे, सप भारी हमर रंगदारी छै रे।